मर्निङ। होप सबैजना सन्चै हुनुहुन्छ होला। आज म घरको छतबाट वरिपरिको दृश्यहरू देखाइरहेको छु। यो चाहिँ हाम्रो जसपुर बजार मेरो घरदेखि देखिने दृश्य हो। यो चाहिँ रमणीय नै छ। यो चाहिँ हाम्रो प्युठान जिल्लाको एक ऐतिहासिक होटल तीर्थदेव होटल भन्ने हो यो होटल। र सँगसँगै यो खोला पनि झेमरुक र माडी मिसेर आएको खोला हो यो माथिबाट। त्यसरी नै वरिपरि दृश्यहरूले रमणीय नै छ यो जसपुर बजार। यस्तो छ है। यो चाहिँ हाम्रो प्युठान जिल्लाको एक व्यापारिक केन्द्र मानिने जसपुर बजारको अवस्था हो। जसपुर बजार आफैमा एक सुन्दरताले भरिपूर्ण छ र पारिबाट काम पनि लाग्दैछ। बिहानी समय 7 बजिसक्यो। अब चाहिँ काम लाग्न सुरु भइरहेको छ। र यसै गरी यो चाहिँ हाम्रो इलाका प्रशासन हो। मान्डवी, स्वर्गदारी र सरुमरानी गाउँपालिका 3वटा गाउँपालिकालाई जोडेर बनेको इलाका प्रशासन हो। यहाँ नागरिकता लगायत राष्ट्रिय परिचय पत्र काम हुन्छ। साथै यो बाटो जाने चाहिँ हाम्रो मान्डवी गाउँपालिका जाने बाटो छ र हामी उता सिधा गएपछि हामी रोल्पा जाने बाटो जान्छौँ। र यो प्युठान जिल्ला र रोल्पा जिल्लाको एक केन्द्र मानिने जसपुर बजारको चोक हो। र यो प्रहरी अस्थायी चौकी हो। अब केही समयमा स्थायी पनि हुनेछ। र यो बजारको अवस्था पूर्ण रूपमा परिवर्तन हुँदैछ। करिब बाटोदेखि बिचदेखि 7 मिटर माथि 7 मिटर तल अब तत्कालै लागु हुने गरी बाटो बन्दैछ। सायद काम पनि छिटो नै हुन्छ होला। र यो पारिको स्कुल देखिएको छ। यो स्कुल म पढेको स्कुल हो, 5 क्लास। यो स्कुलमा 5 सम्म पढाइ हुने गर्दछ। र यो मान्डवी रिभर आफ्नै रफ्तारमा बगिरहेको छ। यस्तो छ। यो चाहिँ कर्कालीदेखि अगाडिको दृश्य हो। घर बन्दैछ एउटा नयाँ घर। हाम्रो यो भेसरा जङ्गलको घर हो। हाम्रो सामने हुनुहुन्छ यो सपना ओली दिदी। हाम्रो तोरीबारी पर्यो। यो चाहिँ खेतीपाती भइरहेको रहेछ। यस्तो राम्रो खेतीपाती मान्डवी गाउँपालिका 3 जसपुर बजारमै होइन गरे के हुँदैन भन्ने उदाहरण यो खेतीपातीले पनि देखाएको छ। यस्तो प्याजहरू, लसुन, फुलकोपी, केराउ र अन्य धेरै कुरा रोपेको छ। पारी देखिरहेको यो चाहिँ गाउँपालिका हो, मान्डवी गाउँपालिका कार्यालय। र यहाँ एउटा नयाँ घर पनि बन्दैछ। जस ठुला बिल्डिङहरू पनि बन्दैछ यो ठाउँमा। यो चाहिँ एउटा यो 100औं वर्ष पुरानो बरपिपल हो। यो चाहिँ खोलातिर जाने बाटो। कस्तो छ हेरौँ न त। बिहानी पखको खोलाको दृश्य के सुकाएको रहेछ यहाँ चाहिँ। र यो चाहिँ के हो, यो सिमी हो कि वरिपरि
दृश्यले गरेको छ। यो चाहिँ हाम्रो माण्डवी गाउँपालिकामा रहेको माडी रिभर हो। यो चाहिँ राप्तीमा गएर मिसिन्छ र माथि झिमरुकमा सँग मिसिएर आएको छ। झिमरुक र माडी मिसिएर आएको खोला हो यो चाहिँ। यो खोला एकदमै स्वच्छ शान्त वातावरणमा छ। यस्तै छ हाम्रो यो ठाउँको विशेषता भनेको। यो एरिया चाहिँ हामी सानोमा हुँदा खेल खेल्ने हो। यसमा चाहिँ हामी क्रिकेट भलिबल खेल्ने ठाउँ हो। अहिले चाहिँ खोलाले बगाएर यस्तो बनाएको छ। बालुवा मात्र बाँकी रहेको छ। बोकाहरू